आजको घामले चाहिँ मलाई बजार जानु एकदमै अल्छी लागिरहेछ हैन। मेरो अनुहारमालिले मेकअप सेकअप पनि गर्नुपर्ने थियो, झन् अल्छी लाग्दो भइरहेछ। ल त साथी हो, हामी बजारमा भेट्नेछौँ। मलाई चाहिँ मैले किन डाइरेक्ट बजारमा मात्रै भिडियो गरेको भन्दाखेरि नानीहरूसँग यताउता हिँड्दाखेरि चाहिँ यति साह्रो झिझट हुन्छ। यिनीहरूको सामान बोक्नु पऱ्यो, पानी बोक्नु पऱ्यो, ह्याङ्की बोक्नु पऱ्यो। एटलिस्ट यसले त अझै यसले त के भन्छ नटुलाई पुरा मार्गीहरू पनि लागिरहेको थियो। अन्त त्यही कारणले गर्दाखेरि मैले चाहिँ भिडियो बनाउन सकिनँ। एकदमै गरम पनि, अरू जग्गा त कस्तो छ तर रङ्गलीमा चाहिँ यति साह्रो गरम छ कि आम्बो के भन्नु। यसलाई सन्त भइरहेछ किनभने उसले आफै केस काट्नु जाउँ भनेको। मेरो नट्टु जतिको गुड बोय त को छ होला र केस काट्नु, किनभने मलाई त अल्छी लागिरहेको थियो कि जान्दिनँ भनिरहेको थिएँ मैले। नट्टु भोलि जाउँ ल भन्दै फकाउँदै भनेर जाने केस काट्ने भनिरहेको कि रुन्छ होला भनेको त। यतिको ह्यान्डसम भए मेरो नट्टु आसिफ खानले काटेको केसै तेरो नट्टु ल भैया। अब नट्टु त सुरु हिँडेको नि केस काटिस। नट्टुको केस काटिसकेर मोमो खुवाउँ भनेको कि मोमो सकेछ। यहाँ चाहिँ एकदमै मिठो मोमो पाउँथ्यो है। केस काटिसकेर पनि नट्टुको आप्पाको चाहिँ ड्युटी थियो अनि ऊ चाहिँ अगाडि हिँड्नु पर्थ्यो किनभने तर पनि हामीलाई पर्खेर हिँडिरहेको थियो। अन्त हामी चाहिँ यहाँनिर रङ्गली बजारको जुन चाहिँ टुरिस्टको मेन सपिङ जग्गा यहाँनिर उनीहरूले के झम्लङ केहरू किन्छ है यहाँनिर। तर एकदमै राम्रो छ यहाँ चाहिँ। साथी हो, दोकान थाप्नु पऱ्यो भने चाहिँ यस्तो खालको दोकान थाप है। टुरिस्टको छेउछेउमा कम्ती बिक्री हुँदैन, कहिले एम्टी हुँदैन यो दोकान।